Welcome back to my YouTube channel. I hope हजुरहरू सन्चै होला मलाई पनि सन्चै छु म रुपाईमा त के जानु दुइटै साथीको दुइटैको रुपाई छ एउटामा त एउटा हुँदैन एउटामा त एउटा हुँदैन त्यही भएर म मेरै बिउ खाला लान्छु हाम्रो रुपाई भोलि हो पक्नु पानी परिरहेको अहिले एकछिन भेटौँला यहाँनिर गाईहरू कस्तो लाज लाग्यो त्यहाँ कति धेरै मान्छेहरू मेरो काम चाहिँ यो यहाँ यो उखाल्ने हो मेरो काम भोलि हाम्रो रोपाई अनि तँलाई कालो म फेरि तान्ने फेरि छाक्चिङ्नेलाई हजुर मलाई त भोक लागिरहेको भोक के लाग्नु यो भएर खाएको हेर्नु नि यहाँनिर एउटा अब अर्को देखाउँछ पाउनु है अर्को कहाँ इधर भी है हमारा कहाँ न मैंने दोस्तों से कुरा है इधर भी है इतना इतना बड़ा इतना बड़ा और इधर भी है इधर भी ये तो बहुत छोटा है ये तो मैं इसे आधा मास ए सॉरी धेरै नै हेरेको कति धेरै हो नाङ थुन्नुम त्यो माथि अर्को रहेन एक्लै भिडियो बनाउँदै हुन्छ पागल भन्छ र मान्छे यहाँ तिनीहरू गाईहरू आज कान्छीहरूको पनि रोपाइ हो त्यहाँ हो त्यहाँ बोलाइराख मलाई एउटा अहिले आउँछु पक आजको मौसम उसले मुनि गइरहेको छ रोटी ल्याएको भन्दा मलाई लच्छु ल यो कान्छी यो लच्छु छ्या लच्छु हाल्न चिटेको थियो है छ्या तिनीहरूको कान्छीको पनि बेलुका जान्छ त्यसको पनि बेलुका किनकि काठमाडौँ जानु लाग्यो भोलि यो रातभरि बाजेर बसाएर र चाहिँ तसँग बाजेर बसाएँ अनि तँलाई म ब्लग गरिदिन्छु भने अहिले ब्लग गरेँ नि भोलि नि बिहानै कल गरेर है बिहानै कल गरेर त्यहाँ रोटी ल्याहा रोटी खान आइज भन्छे मेरो प्यारीले उतैबाट गएर आउँछु घाँस खाँदै गएर हान्नलाई क्या त्यहाँ लक्ष्मीबाट गएर आउँछु म सँग म रिसाइरहेको छु तैँले किन मलाई फोन नगरे फोन किन नगरिस् तँलाई यहीँ त चिन्गेला दिनु म हेलो ओइ कस्तो राम्रो पछाडिको भ्यू लच्छु ओइ कस्तो राम्रो पछाडिको भ्यू रे रोप त हो यसो रोप्छ यसले मलाई त रोप्न जाने म रोप्न सोप्न जाँदिनँ म त बिउ खाल्न जान्छु भनेर आएको क्या उयो माथि भने क्या गाईहरू त्यहाँनिर कति मैले 10 मुठा जति उकाल्यो होला यहाँनिर यतातिर टोकेर डाबरै देखाउनु मिल्दैन डाबरै भने अन्त अल्छी लाग्यो अहिले कान्छीकोमा एकछिन जानु मलाई अनुहार देखाउन फेरि भोलि मलाई हेल्प गर्न आउँदैन यार कान्छी मेरो बहिनी कहाँ हो तिमी अनि सम्धीलाई भर्खर फोन गरेर आउनुहुन्छ यहाँनिर एकछिन मलाई साथी भने अबसम्म आउनुहुन्छ तिमीहरूको म हाम्रो खान्छु ल है गाइज हाम्रो यहाँ धानको बिउ टिप्दै निकाल्दैछु भोलि रोपाइ छ हाम्रै यतातिर गाइज यस्तो बबाल भ्यू आइरह नि हाम्रो सम पनि यहाँ भ्यू के अरे भ्यूरै वाइ भ्यू निकाल्दै के बोले भ्यू लाइक भ्यू बोल्नै नआइरहे भ्यू छैन भ्यू
बिउ निकाल्दैछु हेर्नु त गाई कस्तो ग्रिन ग्रिन छ ए गाई त कठारीको छौँ समेत हेर्नु त हाम्रो सम यहाँ काम गर्दै हुनुहुन्छ म पनि गाईहरू मैले कति धेरै गरिसक्यो त्यो गरिसक्यो हाम्रो सम आउनु भएको थिएन मलाई भिडियो बनाउने साथी भएको थिएन क्या भिडियो बनाउँदै अलिकति मामासँग डर लाग्छ त्यही भएर तिमीहरू मोबाइल हेरेर अहिले अब भयो भयो भिडियो बनाउन बन्द गर मामा अलिक डेन्जरस हुनुहुन्छ कि त्यही भएर डर लाग्छ गाइज काम गर्ने बेलामा दायाँ बायाँ चाहिँ हेलो हेलो गाइज धानको बिउ निकाल्दा निकाल्दा कति साथी भयो हाम्रो सममा आएर अघि त बाउ भएर लाज लगाएर भिडियो बनाउन गाह्रो छ हौ गाइज मम्मीको अगाडि त फेरि हगी नि मुझ्ने पार्दैन केही हुँदैन त मामाको अगाडि डर लाग्ने कि अलिकति डेन्जरस हुनुहुन्छ नि त त्यही भएर होला कि मेरो चाहिँ के भाइ मेरो यो भिडियो बनाउनु थालेपछि भोइस के सानो बोल्न आउने कि बोल्दा बोल्दा सानो हुँदै जाने कि यत्रो रुचाले बोल्नुहुन्छ अब अहिले हामी एकैछिन म त्यहाँनिर रोटी खान जान्छु अनि रोटी खाएर अब कान्छीकोमा जान्छु है गाइज अब यो काम यति देखाउँदैछ यति सकाउँछु अनि यति चाहिँ अब बाउलाई सोधेको यति सकाएर जान्छु कान्छीकोमा ट्र्याक्टर जोत्न एकछिन यति मात्र निकाल्नु भन्दा हो मैले चाहिँ यति मात्रै निकालेर जान्छु ल भनेको ए ल है गाइस भिडियो बनाउँदै हामी हिँड्छु अहिलेलाई यति नै कामको धन्दा गर्छ मायाले भन्ने लाउँदैछ त्यहाँनिर यतिको माया चाहिँ हुनुपर्छ है गाइज यता काम गर्दै हुनुहुन्छ नि त अनि यहाँ खाजा लिएर आउँछ हेलो के खाजा ल्याएको सेल मिठो मिठो सेल भोलि जाने हो काठमाडौँ कहिले इक्जाम अनि के पढ्यो त अनि के पढ्यो त ल गाई जब हामी खाजा खान्छौँ ल गाई जब हामी सेल अर्को नै आउँदैछ यहाँ बा अर्की आई कता हो सोनिका लुकिरहेको त फेरि सोनिका चाहिँ साँच्ची भोलि जाने हो त किन मलाई कटु खनले तग्नी जाले मामा आउनु भयो गाइस मामा जाने डर लाग्छ तर नि म कोसिस चाहिँ गर्छु के भन्यो है इङ्ग्लिसबाट फर्काउनु पर्छ नि इङ्ग्लिस कामा एउटा हातले रोटी कुरा सुन्नु है के भयो आफै न्यु खोजे होइन पहिला एकछिन मेरो त खोइ बिउ मात्रै थिएन तपाईँ के सुन के चबा खाने बेलामा त केही बोल्नै नजान्ने रहेछ केही बोल्न चाहनुहुन्छ यसले रिसहरू मलाई बेलुका तरकारी सक्यो भने मलाई बाल छुन्छ त्यही फेरि छाप्ची गाह्रो छ गाई कति माया गर्छ यसले मलाई खोइ खान्छु अलिकति ल खान रक्सी हामीले रक्सी खाँदैन अनि ल गाई एकछिन बन्द गर्छु ब्लग एक ड्याङ सकायो अब म एउटा काँक्रो टिप्छु चम्चुम झ्यामझ्याम चिन्नु होला भाइ यहाँनिर
यो त भोलि रोपारहरूले ओइ नसक्ने त रोपारहरूले सकाउँछ तिमी खाउला म पनि खान्छु क्या सम्चुरी खेलौँ है यही हो खाजा हाम्रो अनि त्यहाँ साथीले कि खाजा ल्याइदिएको थियो मुनिबाट तिनीहरू गाजा रोपायो नि त त्यही खायो अब ओइ मासुले हाम्रो साम मलाई हेल्प गर्न आउनु भएको थियो टोक्नु त साम खाइदिइहाल्नु पऱ्यो जाँदाबाट टोकिनु नि छिटो गर्नु त्यति यहाँ लच्छीले ल्याएको थियो यस्तो हात यस्तो अब के गर्नु त यसो चल्छ गाउँघरमा हजुरलाई पक्का पर्छ कि नआएको यो खाएर पेल्ने अब 1 2 3 4 5 मात्रै छ बाई हजुर आका थाल ngay नि म पैसा ल थाल ngay बोलो ए ल लच्छी मिठो रहेछ यही रोटी बनाएर बिचरा कति झगडा पऱ्यो कि त्यसको मिठो हिजो राति कम्ती इङ्ग्लिसबाट बोल्यो भने मेरो टर्नी अलिअलि आउने त इङ्ग्लिसबाट दियो अनि बुझ्न चाहिँ बुढी इङ्ग्लिसबाट इङ्ग्लिसबाट दिन नसकेको छ अनि फेरि के भनिस् तैँले मलाई हानिदिनु तँलाई ब्लक भने त अहिले चाहिँ ब्लक हान भोलि चाहिँ मैले कल गर्दा उठाएर हजुर इङ्ग्लिसबाट रिप्लाई तर मलाई सोध्नुपर्छ नि त्यो त सिम्पल थियो सम्झाएर ठिक ठिक घनिष्ठ त तपाईँले म सोधि नै हाल्छु नि अहिले बाबाजीले हेर्नुभयो कान्छीकोमा जाने भने है अब सामकोमा जान्छु यसरी अनि एक बटको जाग खाएर आउँछु के हुन्छ जाग खाएर जाएछ तनी तिमीले गरेर एउटा चाहिँ खाएर लाउनु त्यो पनि लाने नखायो हाम्रो खाजा एबेरमै चक्चिङ निला बसिरहेको भन्नु लाग्यो नखाला यसले छोपेर राख्छु यसरी अहिले घर लानुपर्छ मम्मीलाई मेरो मम्मीलाई लान्छु क्या ल यसरी गरेपछि त कहिले पनि खाँदैन अब शामकोमा आउँछु यस्तो भइ म त यसरी र हिँड्नु छौँ अब एकछिनमा भेटौँला है गाइज ए मेरो मम्मीले ल्याओ मेरो मम्मीलाई ल्याओ यो भन्ने ल 3टा खा तपाईँहरू खानु न ए यहाँनिर म्याडमहरू ओइ कस्तो राम्रो आएको हजुर कान्छीबाट जानु अब एकछिन बाउलाई सोधेर आएको कान्छी दिने ल अब पैसा ल मुगलाई तल तोर जा हजुर जाऊ तल माना ल्याएर रहेछ कि होइन होला तान त खान्न अब हामी उता जानु आएको थ्याङ्क यू भना थ्याङ्क यू भन न नै यस चल हामी जान्छु ल अब वेलकम ल बाई बाई लक्ष्मीले कट्टु टेजो नि कट्टु साड्दी छ ल मैं मलाई कट्टु थियो त बिन मलाई अच्छा थाल पाउ साँच्ची सोलले आज कि त
Ai ngang ngang आज भयो यता दिने ल ल टे त थाहा भनौँ भने गाइज आज दुईजनाको मेरो कान्छीको नि उयो रोपाइ ह मेरो लच्छीको नि रोपाइ ह अनि हाम्रो भोलि रोपाइ हाम्रो बिउ खाल्ने कति गाह्रो हो कान्छीले चिङ्गिएर चाहिँ मै छन् कान्छीहरूको त्यहाँ पुग्नुपर्छ अब हामी यहाँनिर जानुपर्छ क्या गरौँ यहाँ यसो छ होला यसो गएर त्यहाँनिर त्यही गएर भेटौँ न कान्छीलाई अनि फेरि कान्छी जानु त पऱ्यो है हाम्रो जिग्रीहरू अब फेरि हजुर कान्छीलाई खोज्दा गर्मीले पाक्कल भयो यत्तिको चाहिँ हुनुपर्छ यार साथीहरू भइसक्यो है जस्तो घाममा नि साथीहरूकोमा जान्छु एकछिन भयो नि भनेर मेरो सनस्क्रिन पसिनाले त्यो मकै घारीबाट आएको त हामी त छैन रहेछ कि त्यो नुहाउन गाडी खोल्छामा के अरे खोलामा कान्छी भनेर बोलाएको छैन भनेर आइरहन कान्छी हो कि वेटिङ छैन कान्छी हो कि हामीलाई कान्छी मेरो भाइ भन्नुपर्छ ल जाउँ होइन जस्तो के हो कान्छी मेरो भाइ आइरहेको रहेछ खोज्या हामी त खोज्या त्यो कान्छी त हामीलाई त कान्छीले गाडी खोलातिर खोज्या जाने हो नि दुईजना हाई गर हेलो गर आज तैँले हेलो भनेको छैन मेरो काम सकेर आयो भन्न कत्रो काम गर्छ कान्छीले